सबैजनालाई वेलकम छ। आज पनि म गाउँले भ्लगबाट केही भिडियोहरू लिएर आइसकेको छु तपाईहरुलाई। आज चाहिँ दिन खुलिरहेकोमा मेरो गाउँको अलिकति आदि दृश्य देखाउन आइरहेको छु। यो चाहिँ नुनढाकी तातो पानी पर्यटक एक स्थल चन्पु नगरपालिकाको पहिलो हो। यता चिड्डागी गाउँ हो, यता जंगल छ, यता मौदिन फाबिङ बागा हुँदै उता गएको छ गाइस। उता त देखिँदैन, एक डाँडा छ भने यो चाहिँ मेरो गाउँको अर्जेनिक डाँडा पाखा हो, वन जंगल। यता चाहिँ फेरि यो कुरो लागिरहेकोमा चाहिँ एकदम लेक त्यहाँ ठुलो गुफा पोखरी भन्ने ठाउँ छ। कतिजना आउनु भएको होला तपाईहरु। त्यो चाहिँ 4 नम्बर भन्ने छ। यही हो कुना चाहिँ फेरि गाइस, यस्तो घुमेछ, यहाँबाट यस्तो घुमेछ गाइस। 4 नम्बरदेखि उता खोला देखिरहनु भएको होला तपाईहरु। त्यो माथि जंगल छ, ठुलो जंगल छ, त्यहाँ हरेक जनावरहरु पाउँछ, जंगल छ गाइसहरु। अनि यता चाहिँ स्यालदोती सानो बस्ती पनि भन्छ, स्यालदोती पनि भन्छ, मजुवा पनि हो। त्यो पाली मजुवा तारेभिर गीतै छ अब तारेभिर, त्यो तारे भिर छ, त्यहाँ नामै तारेभिर। अनि त्यही भन्दै यतातिर चाहिँ पहिला उति डर थियो गाइस, सबै काटेर अहिले चाहिँ यी खुलेको रहेछ। त्यही भन्दै आज चाहिँ दिन अलिकति खुलेको भएर मैले भिडियो बनाएको। त्यही भन्दैछु गाइसहरु तपाईहरुलाई। जंगल छ गाइस, यहाँ म चाहिँ बाख्रा खेद्न आएको गाइस। बाख्रालाई उदो घालमा पसेको छ गाइस। यो चाहिँ एउटा विषादी हो, अंगेजु भन्छ। यो गाई बस्तुले खायो भने केही हुन्छ भन्छ हो। मैलिन्डोकोबाट यसपालि चाहिँ असिना परेको थियो, मैलिन्डो पनि सबै यो गर्यो गाइस। याकचौरी भने भन्न नमिल्ने यो घोडल हो कि के हो ल पलासम्म पुरा राखिन्छ गाइस। अनि हामी चाहिँ दिनभरि घरको काम गरिन्छ। आजको भिडियो अब त्यति भिडियो पनि हाल्न पाएको छुइनँ, बनाउनु पाएको छुइनँ। यस्तो गाउँतिर त्यति हिँड्नु पनि पाएको छुइनँ गाइस, व्यस्त हुन्छ। अब अहिलेको समय भनेको व्यस्त हो, असारको समय हो, तपाईलाई थाहै होला। कतिजना व्यस्तै हुनुहुन्छ होला। हेर्नु न गाइस, सबै घारी भयो चाहिँ। पहिला यहाँ त्यो खुल्ला थियो, अहिले चाहिँ एकदमसँगले जङ्गल भएछ क्या गाइस। बाख्रा त्यो 4-5 छ, खेदाइ राखिन्छ, बेलुका काफी आउँछ घरमा गाइस। घाम पनि मधुरै हुँदैको, अब पानी पर्ने सम्भावना देखिहाल्छ। हेर्नु माथि चिल ऊ कस्तो भएको चिलको महाकालको गाइस। त्यस्तै छ गाइसहरु। यो पनि जङ्गल थियो, सबै यो काटेर घाल चाहिँ भएको छ। यो पाख डाँडामा गएर भिडियो बनाएर लगाउँथेँ मैले। आज त म बाटो जाँदा बनाएर लगाइदिनेवाला छु। तपाईहरु सबैजनाले माया गरिदिनु होला। ओके बाई। आजको भिडियोमा कस्तो भए लाइक कमेन्ट सब्सक्राइब गर्न नभुलिदिनु होला।